I'ma hit them with the yeah. I'ma hit them with the yeah. I'ma hit them with the rhythm that'll ripple when I rattle every syllable I scribble in a minute. I be killing every critic with the cynical precision, never minimal. I'm in it with the venom in the vision. Hello guys, I'm ready boy. We are heading to Ben Lomond. Hello. Good morning guys. आज कति बज्यो 10:30 बजेछ। अब हामी बेन लोमन को तयारी भइसक्यो। एकदमै राम्रो दिन छ। ल यहाँ दुईजना खुचीहरु बसिरहेछन्। राम्रो लाग्यो मलाई याद आयो। हाम्रो गाडीको हाइट चाहिँ एकदम राम्रो छ के। बेस क्याम्प आइपुग्यौँ हाफ एन आवर लाग्छ What's up now? Hello. I think my favorite word is amazing now because I keep on saying amazing. Oh, you're nice. What? Pink. I have gloves pink. My top is pink. My topi is pink. My muffler is pink. I know, Latima. But you can put it on. Yes. You can modify. Fashion, you know, you can do anything with fashion, I think. Nowadays. Sabna. Sabna, do you know? If I do a weird fashion, that will be weird. But if some celebrity do that fashion, that will be a trend. Yes, that's right. Why? Because you have seen me doing that multiple times. But that looks I have weird, set up isn't new it? trends every time, isn't it? Wow. Winter. हामी अब यहाँ कस्टमर सर्भिसमा आइपुग्यो मेट्रो लाइन बसेर बोट त्यो चेन एन्ड स्किल लिने प्लान भइरहेछ हाम्रो ए ल ओ या एन्ड यहाँ स्की हुँदैछ Cherry Blair Rekha Blair oh not happy this one This is how you make me feel. This is how you make me feel. Oh good, oh great sunshine. Oh, this is how you make me feel. And I feel good. अफ रोड पुरै अफ रोड रहेछ सो हेरेको हाम्रो टिफुल लाइस लड्कीहरू हेर्दै न यही बाटो हो अझै आउँछ मेन बाटो त आउँदैछ है गाडी यार हामी मात्रै हो र होइन तिमीले आफै फर्केर हेरेको त्यही भएर नोटिस भयो के भने 2 हाई Checking for the parks passes. अगाडि चाहिँ परेको थियो अरे अहिले चाहिँ नलाए नि हुन्छ अरे यस्तो सानो गाडीमा चाहिँ लाउनु पर्ने भयो चेन यो चाहिँ लाउनु परेन र अब असली बाटो सुरु हुँदैछ अरे Gonna go up, woo, in a real Phil mood. Gonna go up, woo, oh it's all because of you. Gonna go up, woo, in a real Phil. यो त यार केही देखिँदैन त हिउँ परेको पनि देखिने भयो कि क्या आज हामी गाडीको अवस्था यस्तो छ आएको छैन तर हाम्रो लागि खासै लाउनु पर्छ जस्तो सजेसन दिएन हामीलाई 4 व्हिल ड्राइभ भएको कारणले खिच्न खोज्दैछन् र हाम्रो ब्रोलाई यो धेरै नै खै जाडो भएको हो कि के हो नि लुगा थपे मात्रै छ ब्रोले ठिकै छ कसैलाई धेरै जाडो हुन्छ कसैलाई हुँदैन त्यस्तै हो यस्तो बाटो छ यहाँ अहिलेसम्म हामीले यस्तो बाटो चलाएको नि थिएन हामीले कहिले पनि गाडी है
तपाईहरु आउन सक्नुहुन्छ यो यहाँ अहिले स्नो एकदम मजाले परिरहेछ यो नि एभरेजमा हेर्नु भन्नु होला बेङ्गलोरमा आउन के गर्नुपर्छ अँ बाटोमा के कस्तो कठिनाइहरू आउँछ के कुराहरूको सामना गर्नुपर्छ होइन रोडमा गाडीमा ल ड्राइभरलाई हामी त्यति धेरै उ नगरौँ डिस्टर्ब नगरौँ तलको बाटो त पुरै हुस्सु यो चाहिँ हामी 15,000 हाइटमा छौँ अहिले एउटा गाडी आयो भने Can I open the window just for a while? Yeah, you can, why not? लास्टै रोमान्टिक हुन्छ किन चुलबुली सिस्टर चाहिँ गाडिदिनु भएको छ उहाँ गाइस कति गाडी आइसै जमेको छ त्यो नचिज आइस जमेको यसरी उहाँ चाहिँ हाम्रो चुलबुली नानी उता के अरे अपोजिट टिम के भन्छ त्यस्तो आइस जमेको है पुल मजा आयो बेलनोमा आइपुगेका छौँ बियोन्ड द एभरेस्ट दामी ल यो चाहिँ हाम्रो फर्स्ट स्नो इन तास्मेनिया कति चिसो हानेको यार हेल्थ कस्तो सेतो देख्यो यो माटोमा हेरेको हाम्रो क्यामेरा फोटो सेसन चलिरहेको छ राइट साइडतिर ल अलराइट त्यही चेतना चेतना म यही खान्छौँ एउटा 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 आधी आधी भन्नु चिरिया चिसो हो मलाई लास्टै फेन्सको बर्थडे थियो नि Birthday to you, happy birthday to you. ओके यहाँ पार्किङमा आइसकेपछि हामी चाहिँ सबै कुराहरू बोकेर एकदमै चिसो छ हजुर यो चाहिँ चेन लाओ अनि यो बाहिरबाट यसरी हाल के ए गुड हावा छिर्दैन है हेलमेट लाउनै पर्छ झन् तातो हुन्छ लड्ने है साथी यस कम अन अब स्पिड किन गरेको स्पिड अगाडि हो दामी ठिक छ ओइ सल्लो ठिक छ छोड गुड वाह खोइ यो किन फुस्किरह छोड मनिष बिस्तारै कहाँ हुन्छ त कन्ट्रोलमा यो हुने रहन्छ कन्ट्रोल मनिष 2 1 गो खुट्टामाथि दामी ओ अलि माथि छ माथि खुट्टामाथि
कस्तो भयो केतना Nice. मनिष नेक्स्ट लेभल एकदमै रमाइलो भयो के तपाईँहरूलाई 2-3 हप्तापछि चाहिँ एउटा अर्को सरप्राइज छ डेन्जर बाटो यार नेपालको भन्दा नि You can ask the flowers